सो हेलो नमस्ते सबजनालाई सबजना सन्चै म पनि सन्चै आरामै सो आज चाहिँ केटाहरूसँग टक्क रमाइलो पारामा फेरि हामी चाहिँ सधैँ रक्स पानी हुन्छौँ होइन आज चाहिँ बजारको पारातिरबाट हामी बजारतिर यसो हाट बजारतिर हिँडेको केटाहरू चाहिँ हेर्नु न यस्तो लन्टोहरू हाम्रो यहाँ हाम्रो मनसुन भाइ के छ हल्का ठिक छ हाम्रो सुबिन भाइ यस्तो डिपी भएर दाइहरूले भनेको पनि मान्दैनन् अलिअलि बेला बेलामा होइन दाइको फेरि मोबाइलको डिस्प्ले अलिकति गएको के त्यही भएर अलिकति यहाँ समस्या पनि छ घर मोबाइल पनि यस्तो हालिदिन्छ हाम्रो काले भाइको इन्ट्रेस्ट चाहिँ पुरै हुन्छ कि मैले फेरि काले भाइलाई धेरै जस्तो यस्तो फोकस गर्छु आम्बो हेर्न फेरि मुस्कान पनि यस्तो डेन्जर छ केटाहरूलाई फेरि सक्दैन क्या यस्तो केटाहरू होइन केही परिहाल्यो पनि कट्टा सट्टा हान्नलाई हामी फेरि रेडी समेत रेडी टक्कसँग सुप्रिम भाइलाई फेरि यस्तोमा हिँड्छौँ भएर नि आजकल कहिले जित्दैन पछाडि पछाडि लुक्स हेर्नु न आमामा नगरपालिका ढालिदिने यिनी नै हो कि फेरि होइन त नगरपालिका ढाल्न सक्छौ कि नै अस्ति ढुङ्गा पनि हानी गरे तर हामीलाई चाहिँ एउटा कुरा यति खुसी लाग्छ हाम्रो बर्दाघाटको छ नि हाम्रो यो भ्यू टावर भन्ने यस्तो दामी छ कि आमामा हेर्नु न यहाँ भ्यू टावर टक्कसँगले बनेर रेडी भयो हाम्रो सुप्रिम भाइले फोटो खिच्ने सपना कहिले पनि पुरा भएन कि त्यहाँको यही हो आज गिटार सितार बोकेर यस्तो रमाइलो हानौँ भनेको केटाहरू यहाँ पैसै नजुटाएर यस्तो भएको चाहिँ मिलेन कि त्यो यस्तो अप्ठ्यारो भयो हाम्रो दाइलाई भरिया बनाइदिएर बिचरा हेर्नु नि हाम्रो काले भाइको ड्रिम फेरि यहाँ यता होइन होइन केटाहरूले हेर्दै हिँडेर लुक्स फेरि यहाँ केटाहरू सपना बोक्दै हिँडिरहेको छ कि यहाँ त्यही यो बरघाटमा आज यस्तो हल्ला मचाउनु पर्छ भनेको तातो घाम ताप्दै हिँडिरहेछौँ हामी चाहिँ अब 5 कुने चोकमा हामीले हल्ला मचाउँछौँ टक्क त्यहाँ बसेर हामीले गाउन पनि सक्छौँ हाम्रो दाइले डिस्प्ले निक्लिन्ला हामीले चाहिँ यहाँ रमाइलो अहिले यस्तो नाचगान गर्छौँ कि फेरि आमामा हाम्रो भाइ पनि छुट्टी हुन्छ कि यहाँ टक्कसँग हिरो भन्दै हामी मचाउनु पर्छ नि त 5 कुनेलाई भन्छ केटाहरूले चाहिँ हल्ला गर्न चाहन्छन् होइन सुप्रिम भाइ केटाहरू चाहिँ यस्तो डिपी पारामा होइन दामी रमाइलो चाहिँ यस्तो बबाल गर्छन् कि यिनीहरू हामी के आज यतिकै हिँड्ने मात्र हो हाम्रो रैला भन्ने हुन्न अब सुप्रिम कहाँ गएर अन्डा खाने रे अन्डा चाहिँ खानुपर्छ केटाहरूले केटा चिया खान जाऊँ कि बरु केटा पैसा सुप्रिमले हालिहाल्छन् 100 रुपियाँ हो आमा पैसा बोकेर हिँडिहाल्नु भाइहरू झोलामा के खाने यहाँ सामान त तिमीले फेरि सामान मात्र लिएर हिँड्छन् क्या खालि केटाहरू एउटा कुरा थाहा तिमीहरूलाई एउटा कुरा सुप्रिमको भाइको घर अन्डा मलाई यो कुरा थाहा भयो मलाई थाहा 1 क्यारेट फेरि ट्याक्कै कालमा कति क्यारेट छ 1 क्यारेट त्यसमा 2टा कम छ 2टा किन कम छ सुप्रिम भाइ हिजो राति तरकारी बनाएर खाइदिएको पकरा गिटार फेरि साथीलाई दिएर तार पनि यसको भाँच्छ जस्तो लाग्यो कि मलाई चाहिँ हाम्रो यही नुबडाले दिन्छन् खालि माटो नि यस्तो बिल्ला हान्छन् कि फेरि होइन आफैमा पनि बिल्ला हुन्छ कि फेरि आज बरघाटमा यस्तो क्रेजी हुन्छ कि क्रेज हुन्छ होइन केटाहरूसँग हिँडेपछि फेरि छुट्टै क्रेज हाम्रो कालो हेर्नु इन्ट्रेस्ट कहिले पनि सक्दैन यसलाई फेरि यस्तो जज हाल्न हुन्न कहिले पनि सक्दैन हजुर सो यति भन्दै आजको भगाइको लागि